हेलो हेलो गाइस। आज चाहिँ पानीले धोका दिएको अवस्था। माथि कौसीमा मसिनो हालेको थियो, पानीले खत्तम बनायो, खत्तम। यस्तो अवस्था छ है, नाजुक। दिनभरिको कमाई आज गयो। ठेकदारको पनि 15 बोरा सिमेन्ट चाहिँ गयो है साथीहरू। के गर्ने अब, जानी जानी होइन। मौसमले यस्तो गरेपछि मैले के भन्नु र है। गाह्रो छ गरी खाना नेपालमा। अब मर्मत गरौँ भने फेरि अब पानी परिहाल्छ, छोप्नलाई केही छैन। छोप्ने कुरा भइदिए त आजै मर्मत गरेर छोप्न पायो भने त राम्रो हुन्थ्यो। यताबाट पानी ल्याउँदैछ, यताबाट ठुलो पानी आइरहेछ। गाह्रो छ, बिजोग अवस्थामा छ। के गर्ने, यस्तै हो बर्खाको टाइम। कहिले कहिले यस्तै हुन्छ। सधैँ मौसमले कहाँ साथ दिन्छ र दिन त। अब कस्तो भयो भनेर तपाईँहरूलाई भोलि अर्को भिडियोमा देखाउने छु। आजलाई अब म पनि फर्केको, अब आफ्नो खाना खाने क्याम्पतिर जाँदैछु। पानी फेरि परिसक्यो। यस्तो छ हालत, एकछिनमै पानी पर्छ, गाह्रो छ।